पछि हेरौँला गरौँला ल गाइस अहिले चाहिँ यहाँ मोमो कम्पिटिसन हुँदैछ च्यालेन्ज हुँदैछ है अनि यहाँ मोमो च्यालेन्जको लागि चाहिँ मर्सी थिङ एन्जेला राई लोइसा थिङ तयार हुँदैछ अनि ल ठिक छ ल है अब हामी मोमो च्यालेन्ज सुरु गर्नेछौँ 1 2 3 गो हातले पाउँदैन है मोमो खानलाई चम्चाले मात्र छिटो छिटो सपाउनुस् पानी खान पाइन्छ है यो गेममा चाहिँ पानी खाने पाइन्छ हैन हातले छुन पाइँदैन है अड्क्यो भने पानी खानुस् ल पानी पिउनु होला पानी ल है कसले जित्छ यो गेम कसले जित्छ है मर्सी विनर हुने हो कि एन्जेला विनर हुने हो कि है लोइसा विनर हुने हो हातले छुनु नपाउने है हातले छुनु नपाउने ल मर्सी कति 5 वटा बाँकी छ ल है मोमोको सङ्ख्या चाहिँ 7 वटा थियो किनकि साना साना नानीहरू भएको कारणले गर्दा हामीले थोरै राख्यो मोमो ठुल्ठुलो छ ल अड्क्यो भने पानी पिउन पाइन्छ है बुझ्नुभयो अड्क्यो भने पानी पिउन पाइन्छ ल है गाइज यहाँ धमाधम कम्पिटिसन हुँदैछ च्यालेन्ज हुँदैछ मर्सीको जम्मा 3 वटा विनर होला जस्तो छ है हातले छुन नपाउने झ्याली हुन्छ झ्याली मर्सीको 3 वटा पनि झरिसक्यो है ल एन्जेलाको पनि 3 वटा मात्र रहेछ ल सबै सोर्नु पर्ने किमा पनि सोरेर खानुपर्छ है छिटो खानुस् को विनर हुने है अन्तिम चरणमा छन् सबैजना त्यसरी बोलेर खायो भने हार्छ है ल है को विनर हुने हो ल है गाइज यहाँ एउटा छ एन्जेलाको पनि एउटा छ है झेली गर्न पाएन है हातले हान्न पाएदैन ल विनर को हुने हो है लोइसाको सिद्धिसक्यो अब निल्न छिटो निल्यो भने चाहिँ विनर हुन्छ है लोइसा ल आजको विनर लोइसा भइसकेको छ है अब सेकेन्ड को हुने हो थाहा भएन दुईजनामा है आजको विनर लोइसा हुँदैछ है एन्जेला धेरै बोलेर पनि हारे हो ल सेकेन्ड को हुने जो फर्स्ट हुन्छ त्यो नाच्नु पर्छ नि
ल गाइज सेकेन्डमा चाहिँ यहाँ सेकेन्डको प्रतिस्पर्धा हुँदैछ। ल सेकेन्ड एन्जेला, थर्ड मर्सी। हाई सबैले हाई गरिदिनुहोस् त। ल हाई हाई मर्सी, मर्सी हाई। गुड। ल थ्याङ्क यू भेरी मच सबैजनालाई। केही भन्नु छ दर्शकहरूलाई, केही भन्नु छ? ल थ्याङ्क यू फर च्यालेन्ज है। ओके थ्याङ्क यू फर वाचिङ।